नमस्कार, छड्के सलाम हजुर सबैजनालाई। जिन्दगीमा चाहिँ नि मान्छेले चारवटा कुरा चाहिँ हमेसा याद राख्नुपर्छ अरे क्या। नम्बर 1 चाहिँ मान्छेलाई पैसा रुपियाँ चाहिँ जिउनको लागि मात्रै चाहिन्छ अरे क्या। हाँस्नुको लागि चाहिँ परिवार नै चाहिन्छ अरे। नम्बर 2 मान्छेले चाहिँ यति टेन्सन लिनुपर्छ अरे जतिले चाहिँ काम बनियोस् अरे क्या। यति साह्रो चाहिँ टेन्सन लिनु हुँदैन अरे, जिन्दगी नै तबाह होस्, कहीँ न कहीँबाट केही न केही जुरिहाल्छ अरे क्या। अनि नम्बर 3 चाहिँ मान्छे मतलबी हुन्छ अरे क्या। किनभने पानी रहेपछि छाता पनि मान्छेलाई चाहिँ बोझ लाग्न थाल्छ अरे। अनि नम्बर 4 चाहिँ मान्छेले चाहिँ तपाईलाई त्यति बेला मात्रै याद गर्छ अरे जति बेलासम्म तपाईँकोमा काम छ, अनि मात्रै याद गर्छ अरे। किनभने भात खाएर हामीले आफैले खाएको भातको थाललाई पनि जुठो भयो भनेर चाहिँ साइडमा लाउँछौँ अरे। मलाई चाहिँ यो कुरा एकदमै सही लाग्छ। हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नु नबिर्सिनु होला। नमस्कार, छड्के सलाम हजुर सबैजनालाई फेरि पनि।